पुरा यहाँ दोस्रो ठाउँको नाम के हो रे? एल रेस्टोरेन्ट एन्ड एल स्टो एग्रो। ओहो हेर्न सक्नुहुन्छ यो सबभन्दा ठुलो पुल हो। अब यहीँ त आउने होला त हेर त। ऊ उहाँ मिलन हो, उहाँको नाम समीर हो, मेरो साथीहरू यस्तो आएला भनिदिनु त। यो सब साथीहरू यही त हो नि अब। ल ल म पनि यो फर्स्ट टाइम आएको यो ठाउँमा। ओ यो दुध उता राखेको त तिम्रो एकछिन दोस् यो झोला निकाल त। म यस्तो यो ठाउँ यस्तो रेकर्ड गर्नु पऱ्यो कि। ओ हामी सबै फर्स्ट टाइम आयो यार यो ठाउँतिर है। तिमी पो पहिलादेखि आएको बानी परेर हामी त फर्स्ट टाइम आइयो नि त जे होइन। ओ यहाँबाट रोटे हुन त गइयो यार। दोस् एउटा कुरा भन त यो नदीको नाम के हो रे? सेती गण्डकी। हेर त कस्तो दामी छ। साथीहरू हामी पुल कटेर आइयो के अरे र अनि फेरि मेरो साथी हामी पुरा घामले गर्दा कालो पनि देखियो। अर्को साथी उहाँ अर्को साथी फेरि उहाँ चाहिँ माथि गइसक्छन् र अनि फेरि मेरो चाहिँ समीर साथी यही हो। र अनि फेरि अब हामी चाहिँ फर्स्ट टाइम अब उसले हजुरहरूलाई पनि देखाइदिएको होला कलेजको त्यो क्यान्टिनवाला भ्लगमा यिनीहरू दुइटा पनि थिएन। पुरा एउटाले चिया खाँदै अनि अर्कोले फेरि पकौडा खाँदै थिएन के अरे। आज हाम्रो एउटा साथी अश्विन छुट्यो होइन, त्यसले यो भ्लग हेरेछ भने ब्रो वी आर मिसिङ यु ब्रदर। हो यार एउटा अश्विन बस्नेत भन्ने एउटा साथी पनि छन्, त्यही भएर आज तिनी पनि आउँथेन के अरे। अब तिनी एक्लै गएन के अरे साथी तरिकाले। अब त्यही भएर ओए सुन त केटाहरू अश्विन नआएको कस्तो लाग्यो त्यो तिमीलाई? त्रिपल रोडमा आइयो के अरे। ए उहाँ बस्नु न शीतल यस्तो केटीहरू छन्। साथीहरू अब हामी यहाँ शीतलतिर बस्ने खोजेको के अरे। यहाँतिर अब बसिन्थ्यो अनि फेरि हेर त अब पनि फर्स्ट टाइम यस्तो साथीहरूसँग आएको नि एउटा फाइदा रहेछ कि। हेर त यस्तो राम्रो ठाउँतिर आउन पाइयो क्या अरे हेर्नु न। र अनि फेरि नेपालमा नि यस्तो पोखरामा पनि यस्तो राम्रो राम्रो ठाउँ रहेछ भने मैले पनि आज फर्स्ट टाइम थाहा पाएँ। र सधैँभरि त सिटीको भ्लग गर्थेँ। आज यो एउटा मिनी स्विजरल्यान्ड भने जस्तो हो कि। हेर न यस्तो दामी छ क्या अरे। यसै नेपाल विश्वको सेकेन्ड वाटर रिसोर्सेस कन्ट्री भनिन्छ। ओ कता जाने हो र हामी खास? ओ फेरि अरू आउला नै बाघहरू आउला फेरि यस्तोमा। बाघ के बाघ आयो तिनजना मिलन। त्यो तिम्रो डाइलेक्ट सुनाउ न, दुईजना मिलेर सकेला भने एउटा डाइलेक्ट ए रामसँग भनिदिएको थियो तिमीलाई के बाघ आयो भने के गर्ने मिलन भनिदेऊ त। भन्देऊ न भन्दै के बाघ आयो भने हामी तिनजना मिलेर सकेला नि त है बाघले जित्न। यस्तो गर मिलनले खुट्टा समात्छ तिमीले ज्यान समात्यो। मैले झानेकुटी पारौँ कति ल हुन्छ त नि। अब हाम्रो पनि नास्ता छोटो मिठो अब चटपट टाइम पास भन। अब चटपट पनि बन्दैछ। हेर त केटाहरूले मेरो पुरा चिप्सहरू समातेर मेरो झोलाभित्र। हेर अर्को हेर नि अरू के छैन। ओइ यहाँ फेरि यो मेरो इन्टरभ्यू छ है। फेरि यहाँ ड्रेसहरू छ। ए फ्रुटीको त हामी चिप्स खाने समयले फ्रुटी दिने हो कि। ए कति हरामी के फ्रुटी खाइसकेछन् रे आज। ए फ्रुटी छ। ओइ केटाहरू उताको ठाउँको नाम के हो रे यो भन त। ऊ त कुनाको ठाउँको नाम के हो? हामी फेरि पुरा खाजासाजा खानु लाग्यो कुरकुरे अनि फेरि उता ओनियन रिङ भन्ने अनि उसले फ्रुटी खाँदै खान् कुरकुरे। हाम्रो 1 बजेबाटको ट्युसन थियो के अरे। अब ऊ खास परन्दास हो हाम्रो शीतल देवीको टपर भयो यिनीहरू दुइटा हो। म त अब ठिकै भनौँ अब उसले अब आज ट्युसन पढ्दैन। ट्युसनमा पढे नि त्यही एउटै कुरा मात्रै क्वेसन दोहोऱ्याउँछ के अरे। त्यही भएर अनि फेरि आज चाहिँ हाम्रो अब 14 गतेबाट अब इक्जाम छ क्या अरे 11को। त्यही भएर आज उता इन्ट्रेस्ट कार्ड लिनु गएको। त्यही भएर अनि साथीहरूसँग देखेको अरे मैले पनि। र अनि फेरि लाइक सेयर सब्सक्राइब बेल नोटिफिकेसन आउन प्रेस गरिदिनु होला। धेरै दिनपछि पनि भ्लग आयो। र अनि फेरि अब अगाडिको भ्लग कन्टिन्यू गरेर हाम्रो चाहिँ साथीहरू अब हामीले चटपट पनि खानु लाग्यो। हेर त ओइ मलाई पनि राखिदियो केटाहरू। ल साथीहरू आजको प्रोग्रामहरू अब जस्तो थियो अब पार्टी साटी अब इन्जोय हान्ने के अरे। अब घर फर्किनु लाग्यो अनि फेरि घर गएर अब काम पनि छ। अब यिनीहरू पनि अब है अब हामी पढ्नुपर्छ। अब इक्जाम पनि यहाँ राम्रोसँग पढाउनु पर्छ। त्योहरू अब हामी घर फर्किनु लाग्यो। कोही म कोसँग बसौँ? ओ केटाहरू कोसँग बसौँ म? अलिक सेफ्टी तरिकाले कसले छोड्छ मलाई? ए सेफ्टी भनेपछि एकचोटि सेफ्टी चलाउँछ हौ। तर यस्तो गर्छु नि त समीरसँग आएको समीरसँग फेरि मिनट रिसायो नि फेरि मिनट रिसाइहाल्छ नि फेरि। त्यही भएर केटाहरू सधैँ यस्तो नहुन् हो।
मिलन त खतरा अन्त र यो ठाउँले धेरै मिस गरिन्छ अब है त्यही त हो नि है ए केटाहरू हो कि हामी माथिबाट हो अब तलबाट जानु त होला नि त कहाँबाट तलबाट बाटो हो कि चेकिङ गऱ्यो भने चाहिँ हुन्छ फेरि एकचोटि कलेज जानु खायो ल फेरि